हेलो नमस्ते। आज चाहिँ शनिबारको दिन मेरो छोरा आज घरमै छ, त्यही भएर म चाहिँ उसको लागि स्पेसल चिकन पुलाउ अनि टमाटरको अचार बनाउँदैछु। मैले चाहिँ पहिला चाहिँ चिकन बनाउनको लागि चाहिँ चिकनलाई परपरी भुटेको मनपर्छ मलाई, चाहिँ रातो हुने गरी भुटेर मात्रै प्याज हाल्छु मैले चाहिँ चिकनमा। अनि त्यस पछाडि मरमसला मजाले हालेर चिकनलाई चाहिँ एकदम रातो हुने गरी भुट्छु, अनि मात्र प्याज हाल्ने हो, नभए चाहिँ अलि मिठो हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। मैले चाहिँ अदुवा र लसुन पनि कुटेर हालेँ। सिम्पल नर्मल चिकन बनाउँदैछु। नुन मसला रातो धुलो खुर्सानी मजाले हालेर मैले चाहिँ चिकन बनाउँदैछु। अनि टमाटर पनि हालिदिएँ। टमाटर पनि हालेर मजाले चलाउँछु। त्यसपछि म बास्ना आउन थालिसक्यो साथीहरू चिकन चाहिँ। अनि त्यस पछाडि मेरो छोराको डिमान्ड हो, आज चाहिँ उसलाई खासै त्यस्तो चिकन त मन पर्दैन, आज चाहिँ खान्छु भनिरहेछ। अनि मैले यता चाहिँ अचारको लागि चाहिँ टमाटर रेडी गर्दैछु। अनि त्यस पछाडि यता मैले चिकन पनि मजाले पकाउँदैछु। अनि उता मैले अचारको लागि चाहिँ फ्राई प्यान बसालेँ। अनि त्यस पछाडि तेल हालेँ। मैले चाहिँ टमाटर लसुन मजाले पकाएर बनाउन लाग्छु। अनि मैले फुराएँ, मेथी जिरा लसुन खुर्सानी अगबरे हालेको, यस्तो खारा होइन साथीहरू। अनि त्यसपछि मैले चाहिँ अचारमा बेसार नुन मसला अनि त्यसपछि यो के अरे टिमुर पनि मजाले हालिदिएँ। यता मैले चिकन पनि बनाउँदैछु। चिकन चाहिँ मेरो रेडी भयो। अनि त्यस पछाडि चिकन चाहिँ यस्तो देखिएको थियो, मिठो पनि भएको थियो, हेर्दा नि राम्रो देखिएको। अनि त्यस पछाडि अचार चाहिँ मेरो रेडी भयो। अचारलाई पनि मैले माथिबाट धनियाँ छर्किदिएँ। अनि अचार पनि मिठो नै भएको थियो। अनि अचार पनि रेडी भए। त्यसपछि मैले चाहिँ सादा पुलाउ केही नहालिकन पुलाउ भने जस्तो कि घिउमा भट्टाएर पकाए जस्तो साथीहरू, मैले चाहिँ अनि यहाँ पुलाउ मजाले पकाउँ। सादा मनपर्छ मेरो छोरालाई चाहिँ। अनि मैले चाहिँ यहाँ पस्किन पनि थालेँ। अनि पुलाउ भनौँ न खाना रेडी भयो, पस्केँ मैले चाहिँ। अनि त्यस पछाडि मैले यसरी मलाई पनि पस्केँ अनि छोरालाई पनि पस्केँ। अनि मैले चाहिँ छोरालाई दिएँ फर्स्टमा चाहिँ खानको लागि। अनि ऊ चाहिँ खानालाई एक्साइटेड भइरहेछ, ऊ हेरिरहेछ है कस्तो छ होला भनेर हेरिरहेछ मेरो छोराले चाहिँ। अनि हामी चाहिँ आमा छोरा दुईजनै खाएर स्याटरडे इन्जोय गऱ्यौँ। हस् त, बाई बाई।